गएको है हामी चाहिँ। सो हेलो एभ्रिवान, गुड मर्निङ। अहिले चाहिँ बज्नु आँटेको छ तपाईँको बिहानको 6। अनि अब हामी चाहिँ जानु आँटेको घर। हेर्नु नि 6 बज्नु लाग्दा पनि अँधेरै हुँदो रहेछ हो। आजकल चाहिँ ढिलो उज्यालो हुँदो रहेछ। अन्त हेर्नु नि यहाँ कस्तो फगी लागिरहेको छ बाटोमा त हो। अनि फाइनली हामी चाहिँ हेर्नु नि, म चाहिँ मास्क त्यही माथि मफलर हो, अनि त्यहाँ त्यसको माथिबाट चाहिँ यसरी सिल्ड लगाएर हिँड्छु किनकि साइनस प्रब्लम हो। त्यही भएर चाहिँ अब चाहिँ हामी चाहिँ जाँदै गरेको आधी बाटो पुग्यौँ हो। अन्त पन्बू डाँडा पुगेर चाहिँ हेर्छु गेट बन्द रहेछ, तर पनि मैले चाहिँ तपाईँहरूलाई यसो पन्बूको एक झलक देखाइदिउँ भनेर चाहिँ माथि बाटोबाट यसो तपाईँहरूलाई देखाउँदै थिएँ हो। पन्बूको सिन चाहिँ दामी भइरहेको रहेछ आज हो। भर्खर घाम लाग्दै गरेको। हेर्नु नि हाम्रो घर जाने बाटो चाहिँ यस्तो दामी छ कि के भन्नु, दामी छ नि हौ यहाँ। अन्त फाइनली हामी चाहिँ अक्कु घर पुगेर चाहिँ यहाँ चाहिँ म हाम्रो सानो बडे माइती राजासँग चाहिँ जिस्किँदै थियो, खेल्दै थियो नि त हो। नानी पनि मसँग पुरा जिस्किँदै थियो हो। पहिला चाहिँ मान्थेन, अहिले त मजाले झ्याम्मिनु थालेको छ मसँग पनि हो। अन्त यहाँनिर चाहिँ मुला काट्दो रहेछ नगएकोमा चाहिँ कि जिस्काउँदै थियो मलाई चाहिँ अक्कुलाई चाहिँ हो। के हो सप्लाई गर्नुपर्छ क्या तल, बिजनेसमा पो लाग्नुपर्छ क्या भन्दै जिस्किँदै थियो। त्यसको बाद चाहिँ पुग्यौँ हामी घर। अनि म त्यहाँनिर जिस्किँदै थिएँ, को छ घरमा हेलो भन्दै कराउँदै जाँदै थियो नि त हो। मेरो यो पनि पछि पछि आउँदै थियो। अनि हेर्नु घरमा चाहिँ रहेछ भाउजू ब्रेकफास्ट बनाउँदै रहेछ हो। अनि यहाँ चाहिँ रहेछ नानीहरूले चाहिँ कुदाएर ढोक्दै थियो हो। भाग्यमानी भाग्यमानी भनेर जिस्काउँदै थियो नि त मैले चाहिँ। अन्त चाहिँ यहाँ चाहिँ के सुप पाक्दै रहेछ हो। यहाँ चाहिँ म र नानी चाहिँ जिस्किँदै थियो हो। अनि नामकपको माया भन्दै जिस्किँदै थियो नि त गाना गाउँदै। हेर्नु नि कति दिन बाद भेटेर माया लाग्यो अरे हौ। हेर्नु नि बिहानै देसी लोकल सुप र भात पकाएर राखिदिएको छ हो दोर्जाजू भाउजूले चाहिँ हामीलाई चाहिँ बहिनी जय आउँदैछ भनेर चाहिँ दामी सुप बनाएर राखिदिएको रहेछ नि त। अनि त्यसको बाद चाहिँ हामी खानासाना खाएर चाहिँ हामी फर्किनु लागेको। अब आधी बाटो पुगिसकेर चाहिँ भिडियो बनाउनुको लागि याद आयो हो। त्यही भएर चाहिँ मैले आधी बाटो पुगेर भिडियो गरेको। अनि हेर्नु नि बाटोमा चाहिँ यस्तो डरलाग्दो धुलो रहेछ कि के भन्नु साथीहरू। हेर्नुहोस् न आँखै नदेख्ने धुलो राख्दो रहेछ हो। अन्त फाइनली साथीहरू कहिलेदेखि जानु मन परेको जग्गा चाहिँ आज पुग्नु पाएँ है। कोहरूले चिन्नुहुन्छ यो जग्गालाई, यो लुप ब्रिज या सेलरोटी ब्रिज है। प्रायः कतिजना त भिजिट पनि गरिसक्नु भएको होला होइन। को जान्नु भएको छैन, एकदम भिजिट गर्नु होला, एकदमै दामी छ है। मलाई चाहिँ कहिलेदेखि जानु मन परेको थियो। फाइनली आज चाहिँ हाम्रो साइड जुरेछ यो बाटो जाने चाहिँ। सो गाइस जानु होला तपाईँहरू पनि, एकदमै मजाको सिन छ यहाँ चाहिँ, भ्यू दामी छ हो। अहिले त बाटोहरू पनि कस्तो दामी दामी बनिसकेछ हौ हाम्रोतिर पनि। अब हामी त सिधै जाने सिधै आउने घर होइन, थाहै हुँदैन। अनि फाइनली चाहिँ हामी चाहिँ घर आइपुग्यो र म चाहिँ बाई एभ्रिवान। थाकेँ नि त हौ पुरा, नेक्स्ट टाइम भेटौँला टाउको दुख्यो भन्दै थियो नि त कि मेरो हस्बेन्डले चाहिँ बेसी नाटक नगर न भन्दै थियो यताबाट चाहिँ हो। ल त साथीहरू आजको लागि यति नै, फेरि भेटौँला नेक्स्ट भ्लगमा हो। त्यतिन्जेलको लागि चाहिँ बाई। अनि थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनुको लागि। बाई।